नमस्ते साथीहरू, हजुरले नारी भाग 231 त हेर्नुभयो। पक्कै हजुरले नारी भाग 232 हेर्नुभएको छैन भने अवश्य पनि ओयासिआर डिजिटल च्यानलमा गई हेर्न सक्नुहुन्छ। हजुरले नारी भाग 231मा त्यसको क्रमशः अन्तिममा देख्नुभएको थियो आकाशले त्यो लक्ष्मी र उनको आमालाई त्यो घरमा बस्न नदिने भनेर निकाल्ने प्लान गरिरहेका थिए र उता नारीमा देवी भने पनि उता आफू माइत जान्छु भनेर आकाशलाई भनेकी थिइन् कि अब पक्कै आकाशले लक्ष्मी र उसको आमालाई घरबाट निकाल्ला के अब आकाश र देवी एक हुन सक्लान् त? पक्कै पनि सक्छन्। हजुरले आकाश र देवी एक भएको हेर्न चाहनुहुन्छ र आकाशले उसलाई आफ्नो आमा र त्यो लक्ष्मीलाई त्यो घरबाट निकालेको हेर्न चाहनुहुन्छ भने यस भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। यस नारी भाग हजुरलाई कस्तो लाग्छ र हजुरले यो नारी सिरियल कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट पनि अवश्य गर्नुहोला। साथै यो मेरो यो च्यानलको फर्स्ट भिडियो हो, त्यसैले यस भिडियोलाई माया गरिदिनु होला र साथै अब आउने नारी भाग 132 अब केही टाइमपछि आउँछ। अवश्य पनि ओयासिआर डिजिटल च्यानलमा गई हेर्न सक्नुहुन्छ। ओके साथीहरू, मेरो योभन्दा अघिल्लो च्यानल डिलिट भएको थियो, त्यसैले म कन्टिन्यू भिडियो हाल्न पाइनँ, तर अब यो च्यानलबाट कन्टिन्यू भिडियो आउनेछ। ओके साथीहरू, आजलाई यति नै। नारी सिरियल हेर्नुभएको छैन भने हेर्नुहोला र हजुरले यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा अवश्य कमेन्ट गर्न पनि नभुल्नुहोला।